हेलो एभ्रिवान, तपाईहरुलाई आज म बिल्कुलै नयाँ, सबैलाई त थाहा हुँदैन, यो धेरैलाई कतिलाई थाहा हुन्छ कतिलाई थाहा हुँदैन, तर यो हामी यो दहीजोडा जङ्गलमा साइक्लिङ गर्दै आउँदाखेरि चाहिँ एउटा यस्तो यो थाकल भन्ने प्लान्ट भेट्यो। यसको चाहिँ अब धेरै विशेषताहरू छ हैन, कतिलाई थाहा छ कि छैन। यो थाकलको यो फल हो, यो चाहिँ पाकेपछि अहिले फुल फुल्दैछ। यो फुल फुलेर अब यो पाकेपछि यो ब्ल्याक कलरको हुन्छ अनि यसको भित्रको नट चाहिँ हामीले निकालेर खाँदाखेरि अब कस्तो मिठो हुन्छ के, अनि पाकेको गुलियो गुलियो पनि हुन्छ। र विशेष गरेर यसको यो फल भन्दाखेरि पनि यसको आफ्नो हेल्थ बेनिफिट त छँदैछ, तर अर्को कुरा के भन्दाखेरि यो थाकल चाहिँ के गर्छ मान्छेहरूले भन्दाखेरि यसको पुरै बोट उखालेर यसको भित्रको यो गुदी चाहिँ निकालेर त्यसलाई चाहिँ सब्जी बनाएर पनि खान्छ अरे, तर काँचै खाँदा पनि मिठो हुन्छ। मैले पनि यो टेस्ट गरेको छु भर्खरै। अनि त्यस पछाडि यसको यो पत्ता हुन्छ नि, यो पत्ताको पनि धेरै यो घरेलु सामानहरू बन्छ, मान्छेहरूले बनाउँछन्। तर यहाँ यति धेरै छ कि थाकल यहाँनिर आम्मामा हामी छक्क पऱ्यो यो दहीजोडामा। मेरो लागि त यो नौलो चिज नै हो, उता हाम्रोतिर हुँदैन, यो सिर्फ यता मात्रै देख्छु म यसलाई।